यस्तो गेमहरू फ्रीमा कुनै लगइन नगरिकन इन्जोय गर्न सकिन्छ। यो बच्चाहरूको लागि निकै नै महत्त्वपूर्ण वेबसाइट छ। यसको बारेमा जानकारी दिँदैछु आज। वेबसाइटको नाम हो toytheater.com। तपाईँ यो वेबसाइटमा जानुभयो भने बच्चाहरू खेल्दै सिक्दै, यहाँ अनेक किसिमका खेलहरू छन्। उनीहरू खेल्ने मात्र होइन, खेले पछाडि सिक्छन् पनि। जस्तै यहाँ बास्केटबल चाहिँ बलिङ गर्ने, बास्केटमा हाल्ने, त्यस्तै गरी उनीहरू सिक्छन्। अब यहाँ क्वेसन सोध्छ, हाउ मेनी पोइन्ट्स डिड यु गेट? 1 multiply 1, इट इज 1, इट इज करेक्ट एन्सर। त्यसरी बच्चाहरू सिक्छन्। त्यसै गरी रिड भन्ने सेक्सन अन्तर्गत कज एन्ड इफेक्ट्स, अल्फाबेटिकल अर्डर, एन्ड धेरै खालका खेलहरू छन्। यिनीहरू चाहिँ खेल्दै सिक्दै गर्न सकिन्छ। आर्टमा चाहिँ बिल्ड गर्ने, एनिमेसन बनाउने, टोयहरू बनाउने बच्चाहरू यहाँ खेल्छन् अनि सिक्छन्। म्युजिकसँग सम्बन्धित गेमहरू यसमा छन्। त्यसै गरी पजलहरू बच्चाहरूलाई रमाइलो लाग्छ खेल्नको लागि। टाइल्सहरू ब्लक मिलाउने, भिजुअल मेमोरी, निकै नै उपयोगी ब्रेन गेम्सहरू छन्। बच्चाहरूको मानसिक विकासमा यसले ठुलो सहयोग पुर्याउँछ। बच्चाहरूले अनावश्यक रूपमा मोबाइल हेरे भनेर चिन्तित हुनुभन्दा हामीले के गर्न सक्छौँ त, यस्ता साइटहरूको बारेमा जानकारी गराएर उनीहरूलाई इङ्गेज गराउन सक्छौँ। त्यस्तै यहाँ गेम्सहरू भइहाल्यो। मैले तपाईँलाई सुरुमा देखाएँ टिकट्याक-टोहरू, स्नेक एन्ड लुडो गेम्सहरू, चेस पनि छ, मार्बल ब्लास्ट। हेर्नु त कति धेरै गेमहरू छन्। यिनीहरू खेल्न फेरि गाह्रो छैन, किनभने यसमा एड पनि आउँदैन, कुनै लगइन पनि गर्नु पर्दैन, रमाइलो पनि छ। टिचर्स टुल्स भने टिचरको लागि युजफुल हुने टुलहरू पनि छ। जियो बोर्डहरू, फ्र्याक्सन सर्कल्स, यसरी फ्र्याक्सन सिकाउनको लागि आवश्यक हुन्छ। यो यसरी हामी सिकाउन सक्छौँ। यो चाहिँ बच्चाहरूलाई, टिचरहरूलाई खाली समयमा अथवा क्लासरुममै पनि